न सुख भयो न शान्ति छायो कठै आको मत कान्छी पिली नैमा चढी। दर्शकबिन नमस्कार, तपाईले हेर्दै हुनुहुन्छ सन्देश टिभी। दर्शकबिन अहिलेका निकै नै भाइरल हुन पुगेका गायक विनोद महत्रा र पछिल्लो समयकी निकै नै लोकप्रिय गायिका समीक्षा अधिकारीले एकैसाथ भोकल गर्नुभएको बिल्कुलै नयाँ नि फ्रेस म्युजिक भिडियो आऊ बस दिलैमा बोलको म्युजिक भिडियोको फर्स्टलो पोस्टर आज मात्रै भर्खरै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। दर्शकबिन यो म्युजिक भिडियो भने अब तपाईहरुमा कहिले र कुन युट्युब च्यानल मार्फत आउने भएको छ, तर यो म्युजिक भिडियोमा अन्य को कलाकारहरू देखिने भएका छन्। त सम्पूर्ण जानकारी तथा रिपोर्टहरू यही भिडियो अन्तर्गत तपाईलाई डिटेलसम्म जानकारी दिन गइरहेका छौं, त्यसैले भिडियोलाई पनि अन्तिम समय साथ दिनुहोला। यदि तपाईहरु हाम्रो सन्देश टिभी च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो सन्देश टिभी च्यानललाई सब्स्क्राइब गरी बेल आइकन घण्टी पनि जरुर प्रेस गरिदिनु होला, ताकि हामीले प्राप्त गरेका यस्तै रिलेटेड जानकारीहरू तपाईको मोबाइल सेटरमा सजिलैसँग उपलब्ध हुने नै छन्। दर्शकबिन यो म्युजिक भिडियोमा लिरिक्स म्युजिक गर्नु भएको छ पछिल्लो समयका निकै नै गायक तथा सर्जक पुष्कल शर्माले यो म्युजिक भिडियोमा लिरिक्स म्युजिक गर्नु भएको छ भने र यो म्युजिक भिडियोमा मुख्य शीर्ष भूमिकामा अभिनय तथा रोल रहेको छ पछिल्लो समयकी निकै नै चर्चित मोडलिका अञ्जली अधिकारी र पुष्कल शर्माको यो म्युजिक भिडियोमा मुख्य शीर्ष भूमिकामा अभिनय तथा रोल रहेको छ। यी दुवै कलाकारहरू यो म्युजिक भिडियोमा जोडीको रूपमा देखिने भएका छन्। दर्शकबिन यो म्युजिक भिडियो अहिले यस कारणले पनि बढी चर्चा भइरहेको छ कि यो म्युजिक भिडियोको, किनभने लामो समयको ग्यापपछि पुष्कल शर्मा कमब्याक भएका छन्। पुष्कल शर्माको बजारमा गीत नआएको पनि वर्ष पुरा भइसकेको थियो। 1 सालको ग्यापपछि अहिले पुष्कल शर्मा कमब्याक भएका छन्। अहिले विनोद महत्रा भाइको पनि सामाजिक सञ्जालमा निकै नै चर्चा बढिरहेको छ। उहाँलाई अहिले दिन प्रतिदिन ठुला अग्रज कलाकारहरूले गीत रेकर्ड गर्नको लागि निकै नै अफर दिइरहेका छन्। विनोद महत्रा भाइको अहिले सामाजिक सञ्जालमा निकै नै स्वरले एकदमै दर्शकहरूको मन जित्न सफल भएको छ। छोटो समयमा नै विनोद महत्रा भाइले लाखौं दर्शक कमाउन सफल भएका छन्। हवस् त दर्शकबिन, आजको लागि भने यति नै छोटो जानकारी तपाईलाई आएका थियौं। बाँकी जानकारी अर्को भिडियो मार्फत तपाईलाई दिँदै गर्नेछौं। हवस् त, नमस्ते, धन्यवाद।